बाबा, तपाईँ चाँडो निको हुनुहोस् है। बाबा, म धेरै चाँडो आउँदैछु। तपाईँले हाम्रो निम्ति धेरै मेहनत गरेर बगाउनु भएको त्यो पसिना सारीको छातीमा निदाउन। भन्छन् नि, जो बिना आवाज र बिना आँसु रुन्छन् नि, उनी हुन् बाबा। आफ्नो पेट खाली हुँदा पनि मलाई भोक लाग्यो भनेको मैले कहिले सुनिनँ। आफू जाडोले कक्रिएको बेला पनि मलाई कम्ती लुगा भयो भनेको पनि मैले कहिले सुनिनँ। गोजी खाली हुँदा पनि मैले कहिले बाबाले नाइ भनेको सुनिनँ। उनी हुन् मेरा बाबा। मैले बाबा भन्दा धनी मान्छे यो संसारमा कहीँ देखिनँ। दुनियाँमा बाबा मात्र यस्तो मान्छे हुन् जो उनको छोराछोरी उनी भन्दा पनि सफल र सार्थक होस् भन्ने सोच्छन्। वृक्षले आफ्नो फल आफू कहिले खानु सक्दैन, त्यसैले बाँडिदिन्छ। तर जो आफू भएकै नाङ्गै बसेर भए पनि आफ्नो पेट भर्छन् नि, उनी हुन् बाबा। जिउने सङ्घर्ष जीवनको उद्देश्य के हो त्यो बाबाबाट सिकौँ र संस्कार र प्रेम के हो त्यो आमाबाट सिकौँ। 1942 सालमा मेरो पूज्यने बाबाले यो धरतीमा पाइला टेकेको दिन। अहिले मेरो पूज्यने बाबा 81 वर्ष पार गरेर अब 82 वर्ष पुग्नुहुनेछ। र आजको यो दिनमा जसले मलाई संसार देखाउनु भयो, चिनाउनु भयो, दोहोऱ्याउनु भयो कि आफू नाङ्गो भोको बसेर भए पनि मेरो परवरिशमा कुनै कसर नछोडी, जसमा मलाई आज यतिको त योग्य बनाउनु भयो कि म आज विदेश इजरायलमा हजुरदेखि टाढामा भए पनि हजुरको आशिष र स्नेहको साथ बाँचिरहेको छु। बाबा, हजुरले नखाएर भए पनि मलाई खुवाउनु भएको त्यो स्वादिष्ट पोषक तत्त्वहरू जसले मलाई स्वास्थ्य राख्नुमा हजुरको माया झल्किन्छ एवं आफ्नो खुट्टामा उभि डटेर चुनौतीपूर्ण जीवनको सामना गरी म कार्यरत छु। आज विदेशमा भए पनि विदेश भन्छ, तर कति धेरै साह्रो गाह्रो छ आफ्नो स्वदेश छोडेर विदेशमा काम गर्नु। बहुतै गाह्रो छ आफ्नो परिवारदेखि टाढो बसेर। तर हजुरको स्नेह आशिषले गर्दा कति सहजै यी दिनहरू काटिन्छ, किनभने हजुरको आशिष र स्नेह सधैँ म स्पर्श गरिरहेको हुन्छु। बाबा, हजुर मेरो पूज्यनीय बाबा, तपाईँप्रति म हजुरको परदेशी काइला छोराको तर्फबाट एवं सम्पूर्ण परिवारको तर्फबाट हजुरलाई जन्मदिनको लाखौँ करोडौँ शुभकामना व्यक्त गर्न चाहन्छु। साथै हजुरको सुस्वास्थ्य अनि दीर्घायुको कामना गर्न चाहन्छु ईश्वरसित। हे ईश्वर, बस मेरो यही प्रार्थना छ कि सधैँ म आमा बाबालाई खुसी राख्न सकौँ र नजदिक भएर मेरो आमा बाबा कहाँ बसेर सेवा गर्ने मलाई मौका प्रदान गर्नुहोस् र आमा बाबाको आशीर्वाद र सधैँ चरण स्पर्शको मौका मलाई प्रदान गर्नुहोस्। हे ईश्वर। पहिला अहिले अलिकति हिँड्न पनि गाह्रो हुन्छ है बाबा।